नमस्ते नमस्कार सेवा सेवारो भन्दै म आज पनि फेरि एउटा भ्लग लिएर भ्लग बनाउन पर्यो भनेर आइसकेको छु साथीहरु। के भ्लग भन्दा त आज हाम्रो घर सफाइ कार्यक्रम चाहिँ साथीहरु, घर कोठा अनि धुपीहरु काट्ने। अनि नानाले चाहिँ धुपी काटिसक्नु भयो। नाना हेलो। अनि तपाईले कस्तो भयो त धुपी काट्दाखेरि? अनि साथीहरु म चाहिँ के गरेँ भने एकछिन टिकटक बनाइ बसेँ के। नानाले चाहिँ एउटा यो चाहिँ काटिसक्नु भएछ। अनि म चाहिँ एकछिन टिकटक बनाउँदै बसिरहेँ। नानाले चाहिँ यत्रो काम गरिसक्नु भएछ। अब के छ साथीहरु, म चाहिँ अब कोठा सफा गर्छु साथीहरु। आजको हाम्रो भ्लग भनेकै कोठा सफा गर्ने, अनि त्यसपछि यो धुपी काट्ने अनि अरू इत्यादि के हुन्छ तपाईहरुलाई हामी देखाउने नै छु। हैन त नाना? यसरी काट्नु हुँदैछ नानाले चाहिँ। यो पहिला चाहिँ यो यस्तो कस्तो भने च्याप्टा काटेको थियो अरे। अनि पछि फेरि दाजु ल्याएर चाहिँ डल्लो बनाइदिनु भएको हैन। अनि त्यही यो साथीहरु, नानाले चट 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 काट्दै हुनुहुन्छ। म यहाँ भिडियो बनाउँदैछु। नाना रिसाले बम भइसक्नु भएको छ, मलाई थाहा छ। अब म मेरो काम गर्छु साथीहरु, कोठामा जान्छु। अब तपाईहरुले देखाउने होइन हैन। यो छ नि साथीहरु, यो कैँची अहिले एकछिनमा यो अघि नै मलाई भन्दै हुनुहुन्थ्यो नि त, आज चाहिँ धुपी काट्नुपर्छ है भन्दै। म चाहिँ खाली अल्छी लाग्छ नि त साथीहरु। अनि हँस मात्रै भन्छु कि, अनि यसको हँस मात्रै हो कि गर्छ पनि भन्दै हुनुहुन्थ्यो। अब त्यही भएर होइन। अनि फेरि कैँचीले मेरो पनि चट 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 मुन्डो काट्दै जान्छ न, कचक 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 बनाएर साथीहरु। अब म कोठा सफा गर्न जान्छु, तपाईहरुले देखाउने नै छु म के सफा गर्छु भनेर है तपाईहरुलाई। हाम्रो कोठा यतिकै लथालिङ्गे छ हैन, लथालिङ्गे छ साथीहरु। अब त्यसलाई गरेर म टक्कसँगले मिलाएर राख्छु। अनि काटिसकेपछि नाना पनि आउनुहुन्छ साथीहरु आज हाम्रो। ल साथीहरु, अब चाहिँ म यहाँनिर कोठा सफा गर्नको लागि आइसकेको छु। हाम्रो कपडाहरू यस्तो लथालिङ्गै छ, यसलाई मिलाउनु छ साथीहरु। अनि के भन्ने नि साथीहरु, अब त्यही हो। अनि नाना के साथीहरु, अघि मलाई अघि त्यही भन्नुहुन्थ्यो नि त, नाना त अब नानाको एक्जाम चलिरहेको छ नि त। एक्जाम चलिरहेको बेला त उहाँलाई पढ्नु त दिनुपर्ने हो। अनि म चाहिँ पुरा टिकटक बनाउनुमा व्यस्त भएँ कि साथीहरु। अनि त्यही भएर अब चाहिँ म भित्रको यो कोठाहरू सबै सनक सिनुक बनाएर, अनि हाम्रो कोठाको हालत यस्तै छ। अब यसलाई सनक्कसँगले पटाएर कपडाहरू एक ठाउँमा राखेर चटक्क बनाउने साथीहरु हैन। अनि अस्ति अनि त्यही हो साथीहरु, आजको मेरो काम यस्तो हुनेछ साथीहरु। यसलाई नाना ओइ यो कहाँ राख्नु? यो लुगाहरू यो सबै पटाएर लुगाहरू नि यो लुमै जेब्रा के अरे यो झोला भित्रै घर बस्दा लाउने चाहिँ बाहिर बाहिर पट्टामा चलिराख्नु। अलि राम्रो राम्रो चाहिँ जेब्रा झोला भित्र राख्नु। त्यो साथीहरु। अनि कपडाहरू पनि कता कता छ कि, कोही कता कोही कता। अनि त्यही भएर अब यसरी पटाउँछु। आज त्यतिकै बिहान यताउति टाढ्नु गर्दा हैन। अनि लुगा पटाउनु पनि आउँदैन हौ मलाई त। दिउँसो भएपछि साथीहरु लास्टै अल्छी लाग्छ क्या मलाई चाहिँ। खाना खाएपछि अनि सुत्नु मन लाग्छ। सुत्नु भने पनि मोटाउँछु। गाह्रो छ हौ साथीहरु, मोटाएर कहिले घट्नु भन्ने भइरहेछ यहाँ। रुम सफा गरिसकेँ। अनि त्यसपछि यो यस्तो बनाएँ। अनि यो चाहिँ यहीँनिर जेब्रामै राख्नु अरे। अनि त्यसपछि चाहिँ यस्तै हो। अनि सफा गरिसकेँ मैले साथीहरु। यो हाम्रो बेड यहाँनिर, अनि यो यहाँ पर्ने ठाउँ साथीहरु मैले सफा गरिसकेँ। अब चाहिँ मेरो काम सके साथीहरु। अब बाहिर फुलमा पानी लाउँदै हुनुहुन्छ नाना है साथीहरु। चाहिँ दिनकै पानी लाउनुहुन्छ कि फुलमा साथीहरु। एकदम सरसफाइमा चाहिँ एकदम ध्यान दिनुहुन्छ उहाँलाई चाहिँ। एकदम सरसफाइ भनेपछि चाहिँ गर्नै पर्छ। त्यहाँ चाहिँ टमी हो, हाम्रो टमी र मार्क त्यहाँ सुतिरहन्छ। अनि के भएर साथीहरु, मलाई चाहिँ लास्टै नै अल्छी लागेर आउँछ हौ। लास्टै अल्छी लागेर आउँछ। के भएको होला, के रोक लागेको नाना मलाई?
पिरिम रोग लाग्यो भने लब पनि परेको छैन साथीहरू कसरी पिरिम रोग लाग्यो है साथीहरू। आजको हाम्रो काम चाहिँ आज यति नै यस्तै भयो। अनि अब सर्ट छोटै भयो है आजको मेरो भ्लग चाहिँ। अनि किन सबै मर्सकेर है यो चाहिँ फेरि पहेँलो राम्रो जाइरहेछ साथीहरू। हाम्रो कोठा रुममा बस्ने ठ्याक्कै हालिसक्नुभयो साथीहरू। गनगनिँदै पानी लगाउँदैछ है। गीत पनि बजिबस् है के हो ला ला गीत पनि बज्दै थियो। गाह्रो हुन्छ हौ साथीहरू कपिराइट देखाइदिन्छ र भिडियोमा फेरि भाले पनि कुकुरी काला साथीहरू फिनिसिङ भएछ है। यो चाहिँ यो धुपी चाहिँ यस्तो भयो है साथीहरू। ल कस्तो भयो कस्तो छ साथीहरू कमेन्ट गर्नु होला है। अलिक मिलेन है के हो नाना है साथीहरू। उहाँजीलाई चाहिँ मैले सफा गरेको मन परेन के र हेर्नुहोस् उहाँको थोप्रा उहाँको थोप्रा हेर्नुहोस् त्यहाँ अब मिलाउँदै हुनुहुन्छ फेरि। कुन 1% नाना खै के भएर त्यस्तो हुँदैछ हौ। त अब गर्ने आयो कुन जेब्रा कुन त तपाईँ के होला मन परेन अरे साथीहरू। फेरि आएर गर्नु थाल्यो अनि अस्ति नलाग्यो के त। अनि ऊ जामा जस्तो त हुन्छ लुगा साथीहरू। साँच्ची सिराक राम्रो हुन्छ नि त है। त्यो 10 आना के 10 आना सिराक त होइन 10 आना के लान्छ त्यसमा चाहिँ चिप्लाक गरे साथीहरू। अनि सुरालाहरू रहेछ त अनि त्यो के हो त पहिला हल्काहरू गर्मीमा कोही किन्ने हुनुहुन्छ भने यतातिर सम्पर्क गर्नुहोस् है साथीहरू। होलसेल आयो होलसेल। मैले सफा गरेको अघि भएन उसको पालो अब कहाँ लाने हो दियोस् न अनि मोटु तिमीलाई नानाले कराएर माला लिएको छ तपाईँ त्यति राख्दाखेरि भन्दै कान्छाले कान्छा नानाले त सफा गर्नुहुन्छ है त तपाईँ त्यति लुगाहरू चाहिँ नराख कराएर मार्ला भन्छ नि। बरु हौ तिमी त डाङडुङ राख्दा हुन्छ त। अब यो जाडोको कपडाहरू गर्नेमा अब नि त्यति बेला मरिसक्छु होला। यहाँ तर म त्यहाँ लडेको कस्तो मेरो कान्छामा ठोकेर पोल्दैछ नि भतभती छ यहाँ उता भित्तामा घाँच गर्थ्यो चाक यस्तो चाक पनि ठोक्यो खुट्टा पनि यस्तो नङ्गो यस्तो पर्किगएर। सुनिस उहीबाट सुन्नुभएको तपाईँले खतरा लडेको नि त। म्याट अलिक त्यो छ नि त उताको अनि त्यस्तो छ बिचरा राति पो त सुगर लडी गरेर अनि मिलाएको फेरि मैले केही भएन चोटहरू त
राति यो ढोका के अड्काउनु पर्छ नानी बाहिर जाँदा ढोका खोल्नु सक्दैन एउटा काठको टुक्रा म खोजिरहेको छु उनीहरू भोलि मै लाएर जान्छु बिचराको एक्जाम चल्छ साथीहरू पढ्नु पाएको छैन हेर्नु है अनि फेरि अरूले गरेको काम पनि चित्त नबुझाउनु अरे के गर्नु त त्यस्तै त होइन साथीहरू हो साथीहरू म त अब पर्कुटी मारेर बस्छु हो यता लुगा नझुक्दाओस् भनेर मैले गरेको अनि कहाँ राख्नु त कम्ता भिडियो कलतिर बोल्दाखेरि कम्ता यसको सुरुवाल ल्याइदिस् यसको लुगा ल्याइदिस् उ सेट ए मै भोजमा छ त ल्याइदेन अनि के गइराख्छु ल्याइहाल्छु यो रुमालहरु उस अब यो नानाको चाहिँ कति पुगेको सकिन्छ नाना मेरो 26 र 26 27 मा सकिन्छ अरे साथीहरू एक्जाम पनि कस्तो दिनुभयो अनि मलाई दिनमा दिनुभएको के हो ओ माय गॉड मेरो फेभरेट साथीहरू के हो थाहा छ यो के हो यो काजु अनि के पो के रे आल्मन्ड पुस्तकारी पनि रहेछ त उसले लुकाएर राखेको रहेछ हेर्नु साथीहरू अब को लुकाएर चाहिँ हैन लुकाएर राखेको रहेछ आदेऊ भन्नु पाउँदैन ओ माय गॉड मेरो फेभरेट को त कति महँगो पर्छ है नाना बिनिताको फेभरेट के हो बिनिता दामी कुन चाहिँ बाल दिनु भएको मलाई लुगा होइन साथीहरू यहाँ लुगा चाहिँ छ कि साथीहरू तर हिँड्ने बेलामा चाहिँ एउटा लुगा हुँदैन माथि छ जुन चाहिँ हाल्दैन अब सुकुटी हुनु मात्र त्यो साथी एउटा सेतो छ कि नाना कस्तीमा ल्याएर धेरै सुगा आएको थिएँ ब्रन्डाको हप्ता दिन जस्तो भन्छ कि उठाएकै छैन होइन टिपेर ल्याउनुपर्छ एकछिनमा अब सबै जाडोको कपडाहरू मात्रै हामीसँग त गर्नु कपडा उडा छैन झन् त नि त के हो त सबै जाडोमा लाउनेहरू मात्रै छ डर्दैन जाडोको कपडा चाहिँ टन्दैन उसको नयाँ कुर्ता साथीहरू यो बाइक छैन अस्ति किनेको है कतिको पो नाना 2000 कि 2500 हो 2000 तँ पनि साथीहरू मलाई त हुँदैन भनिरहेछ कुर्ता नाना भन्दा त म कति डबल मत्ती रहेछु बिहानै हो त्यही गर्नु पर्ला एक्लै सक्नु त जान्छु त 7 बजीसम्म बिहान 6 बजी गएर 7 बजी उठ्छु भन्नु खोजेको साथीहरू कहाँ नि त उता फर्केर गरेको यस्तै हो साथीहरू हामी चाहिँ दिदी पनि चाहिँ एकछिनमा बाजेको अघि त एकचोटि लगाएको कपडा धुनुहुँदैन के होइन साथीहरू त्यसको त कलर जान्छ नि त कलर गइगयो भने फेरि के गर्नु एउटा लुगा खोज्यो भने राम 3 जनाको लुगा कोट्याउनु पर्छ एउटा लुगा अरे साथीहरू लुगा धुनु जानुपर्ने अरे लुगा चाहिँ त्यहाँ छ ऊ अल्छी लागेर म नटेको बेला त भगवान् मर्छ होला हौ म त जुत्ता लिएर आउनै गएकै साथीहरू हामी अब लुगा धुनु यस्तो दिदी चाहिँ कसको छ होला हौ साथीहरू भनिदिनु त काम गर्यो भने पनि उसको चित्त बुझ्दैन कराको कराक गर्छ
अनि चाहिँ लुगा धुनु अरे भोलि धुम न भन्दा पनि हुँदैन हेर्नु है आउँदैछ कस्तो मानेन भने पनि लट्ठीको छाप बोक्नुपर्छ साथीहरू जानै पर्यो यहाँ तर छ धारा गाह्रो छ मलाई हावा पनि चल्दैछ र भोलि धुम न भनेको मान्दैन साथीहरू के गर्नु जिन्दगी यिनबाट फालिदिन्छु हजुर दाबिलो जाडु लाउनु पर्ने भएछ एकछिनमा लाउनु त्यहाँ लगाइदिनु न त के हो यस्तो अनि यताको मौसम त्यस्तो छ है साथीहरू यता हजुर टर्नेला है साथीहरू टर्नेला मौसम यस्तो छ धुम्मिरहन्छ पानी यहाँनिर गाँच्नुपर्छ साथीहरू अब सुन्ने साथीहरू मैले कपडा धुएको छु नि त अब कराउँछ सुन्दै पानी थापेको भने यो के गर्दैछ ती सुन्नुभयो त साथीहरू मैले कराउँछ भनेको नि कराउने काम गरेपछि अहिले त पानी यार अब लुगा धुनु पर्ने लुगा चाहिँ यति छ साथीहरू धारा यहाँबाट ल्याउनु लाउरे दाइले खुक्खु पानी के भएर मर्नु लाग्यो कि के हो खुक्खुरी भिरेछन् ए साथीहरू यति लुगा चाहिँ अब यति लुगा म पखालिदिइहाल्छु हामी दुईजनाले एकैछिनमा यो पनि धुनु तर यहाँ अब गर्नुमा काम दिन्छ नि जुत्ता पनि कति भइसक्यो नधुएको छुट्टी छोटो छ मायाको सम्झना हाम्रो घरतिर चाहिँ के काम होला है यति बेला के गर्नु गाह्रो छ गाह्रो यार पैसा थियो कि थिएन त्यो मैले सबै लगेँ तपाईँले हिजो लग्नु भएको अस्ति कति थियो र लानुभएको नि छ कति पैसा साथीहरू मनी आयो कति हाँस्नु नि कति हाँस्नु मान्छे लागेको बेला त पानी पनि के ठुलो आगो छ बयो भने ठुलो त कुकुरले मुच्छा होला यो पनि त झार्नु पर्यो नि ओइ बनाउँछु मेरोमा यहाँ हुनुहुन्छ जुत्ता त्यहाँ छ अनि यहाँ कपडा छ यति हो यति त हामी 20 मिनटमा सक्छौँ हो साथीहरू हामी चाहिँ कपडा धोइसकेर पनि यहाँ आलु खन्नु आएको छौँ साथीहरू यता हिउँदे आलु खाने बेला भयो नि त बेसीतिर कत्रो खर्च देखाउनु त कोल हालेर खन्नु नि हौ कप कि कप खै आलु आलु साथीहरू देखान मजाले खाइदिन न त एउटा बोटमा कति जस्तो फलेको छ है यस्तो चाहिँ अलिक धेरै फरेको छ कट्मेर बनाएर पिरो खोज्ने खप 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 खाने हो क्या साथीहरू लसुनको पत्ता कि लसुन नै पिस्नु साथीहरू यो चाहिँ हाम्रो आमाले रोपेको आलु त्यहाँ बाल्टीमा हाल्दै छिन् रोप्ने बेला चाहिँ एक्लै हामी खाने बेला चाहिँ 3 जना भेला हुन्छ यो सदिक छराई है साथीहरू
यसले नै हो मलाई कराई गर्ने साथीहरू। यही नै हो चाहिँ मेरो बहिनी चाहिँ अल्छी गर्ने। अल्छी चाहिँ गर्दिन ल। अहिले पनि जबरजस्ती ऊ आलु देखाउनु त कत्रो फल्छ त। ओ माय गॉड जबरजस्ती मैले लुगा धुनु लिएको हो त्यो चाहिँ तर लास्टै अल्छी लाग्छ मलाई चाहिँ। लु झन् भात खाएपछि त साँच्चै नि अँ एकछिन चाहिँ नअघि त्यही भएर हतार धुपी काट्नु बसेको। कस्तो कमिला लागेछ हौ। कमरे लागेछ अनि गहिरोमा फल्छ त अहिले त कहाँ माथि फल्छ त नि। त्यहाँ यति नै हो नि त यसको एरिया यी। ए त्यहाँ अनि हाम्रो लेखमा जस्तो गहिरोमा गएर फल्छ त्यहाँ। त्यही त कस्तो पहेँलो पनि लाग्यो। आमाले तितौरा कि के पनि बनाउने भन्नु त आलुको। हामीतिर चाहिँ उलाएर बनाउँछ नि त अनि के भन्छ नि त फल्ने गनाउने के बनाना होइन के जिम्बु मिठो हुन्छ नि साथीहरू। यसको तितौरा कसले हान्नु भएको छ आलुको तितौरा। कसरी पकाउने? आलु चाहिँ नानाले खनिसक्नुभयो है। यति अब गएर उसिन्ने अनि पिरो खोर्सानी पिसेर खाने। अनि यहाँ नाना हुनुहुन्छ ऊ अब जाने। म चाहिँ गएँ साथीहरू अब गएर उसिन्छु। लु अत्याधिक हामी त्यति के अरे नाना के गाली गर्नुभयो? राम्रै त गर्नुभयो होला। ल साथीहरू गएँ म अब। आलु बसाइसकेँ। अब यो कति बेला पाक्छ यसलाई कट्मेर खाने अरे। अब म लसुनको पात लिन जान्छु साथीहरू। लसुनको पात पिरो बनाएर यो पाक्छ। अब यतिकै छोडिदिएको छु नाना। अहिले चाहिँ हाम्रो आलु त्यो साथसाथै अन्डा पनि उसिनेको है। हामीले अन्डा खानु मन लागेर आलु कट्मेर बनाएको छौँ। त्यसपछि अचार लसुनको अचार नानाले गर्नु हुनुहुन्छ। खाँदैन नाना? पाकिसक्यो हाम्रो आलु। अब खानै पो हामी त खाइएला भन्ने खान्न त। बोक्रा चाहिँ एकठाउँबाट खानु न अब खानु न। पिरो कस्तो छ खोर्सानी? धेरै लाग्यो 4टा कस्तो छ? दामी? अब म पनि खान्छु ल साथीहरू। खाए ल भन्दै म पनि खान्छु। अन्डा चाहिँ पाक्यो कि पाकेन थाहा भएन है। पाएको होला। र कि साथीभाइहरू आजको मेरो भिडियो चाहिँ यतिसम्मै हो है। यति नै हामीले कामहरू गर्दा सबै देखाएको छौँ। आज हाम्रो दिनभरिको कामहरू भन्दै आजको भिडियोमा चाहिँ लाइक कमेन्ट सब्सक्राइब सेयर गर्नु चाहिँ नभुलिदिनु होला साथीहरू। हस् त बाई बाई।